हे गाइस स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज पनि फेरि एउटा ब्रान्ड न्यू भिडियो लिएर आइसकेको छु होइन। आज चाहिँ शनिबारको दिन होइन, लगभग 6 बज्न लागिसक्यो है। चार्जिङ स्टेसनमै राखेको थिएँ गाडी होइन, स्लो चार्जमा। र अब चाहिँ ड्युटीमा निस्किन लागेको होइन। म चाहिँ अनलाइन भइसकेको अवस्था छ होइन, तर टिप चाहिँ बजिरहेको छैन। त्यो एउटा बज्यो तर 2.9 किलोमिटर पिकअप नै गइदिएन यस्तो त के अरे जम्मा 15को मात्रै टार्गेट राखेको छु होइन। आज यसो नदेखेको कार्यक्रम छ होइन, अनि यसो सपिङ जानुपर्ने छ है। सो त्यसैले गरेर राखेको छु होइन। छिटै सकौँ भन्ने टार्गेट छ भात खानु अगाडि। हेरौँ सकिन्छ सकिँदैन, के हुन्छ कसो हुन्छ है त। मेरो चाहिँ पहिलो टिपमै यस्तो बेको परेको छ होइन। कमरमा पुगाएको छ है, भैँसीपट्टि बेसी छ भनेको छ होइन। यस्तो छ, यहाँ यसो गऱ्यो भने स्विच अफ छ होइन। यहाँ गर्दाखेरि पनि कोही नलाग्यो भए नउठ्यो के हो हुँदैन है, क्यान्सल पनि गरेन। अब म आफै क्यान्सल गर्दैछु। पहिलो ट्रिपमा यस्तो भयो यार, क्लाइन्ट नोस हो। यस्तो यस्तो मान्छेहरू हुन्छ यार, अब के भन्नु। बिहान बिहानै दुःख्दैन। स्वयं म गइदिन्छु ल, कस्तो होइन उठाइदिने हो आज त के छ। ल म चाहिँ अहिले यता नरेफाटतिर आइपुगेको छु होइन, यो चेपचापतिर। टिप चाहिँ भर्खर 3 भएको छ, पैसा त्यो चाहिँ 1300 भयो। अझै 12 टिप बाँकी छ होइन। यता पानी परेर रहेनछ, मलाई चाहिँ 5 मिनट लाएर अलिक गाह्रो भइरहेछ होइन। सो अन नबसिकन म चाहिँ डाइरेक्ट कुद्दैछु है। यसो काम गरौँ 5 मिनट हालेर। ल म चाहिँ अहिले टिकाथलीतिर आइपुगेको छु होइन। अनि 2 किलोमिटर टाढाबाट पिकअप गर्न आएको। क्यान्सल गरिदिन्छु, ढिलो हुन्छ यहाँ त्यहाँ भन्ने जस्तो कुरा गर्दै थिएँ कि अघि। अनि पछि हुन्छ आउनु भयो नि, छिट्टो आउनु रे। म आरामले सरर आइपुगेँ यहाँनिर। अनि अहिले वेटिङको टाइम लगभग सकिन थालिन्छ, निस्केको छैन क्या। के भन्नु पेसेन्जरहरू यस्ता हुन्छ। ल म चाहिँ अहिले यतातिर आइपुगेको छु, शेषमती कतातिर हो बज्यो त्यहाँ। लोकेसन हालेको थिएँ, बज्यो है। मेरो टार्गेट चाहिँ कम्प्लिट भइसकेको थियो होइन। अनि आज मैले चाहिँ भ्लगर नै बिर्सेछु क्या बिचबिचमा। डाइरेक्ट सकिएपछि याद आएर होइन, उनीहरूले रोड हालेर हिँडिरहेको थिएँ। अनि त्यसपछि चाहिँ यसो अब इन्डिङतिर जाउँ भन्न खोजेको थिएँ, फ्याट्ट बज्यो है त। हेरौँ प्रायः जस्तो कहिलेकाहीँ फेक बजिरहेको हुन्छ यार। आज धेरैवटा फेक बजिसक्यो, त्यही भएर म चाहिँ कन्फर्म नगर्ने चाहिँ हिँडेको छैन। हेरौँ के भन्नुहुन्छ है त। र यहाँबाट टिप चाहिँ लागेको थियो मेरो है। 12 मिनट वेटिङ भइसक्यो होइन। बल्ल बल्ल त्यहाँ झ्यालमा देखिहाल्छ मान्छे, फेरि पनि भित्र बसेको अवस्था। कति लाग्छ म दिन्छु भन्नुभएको थियो, त्यही भएर वेट गरेको। आफूलाई पनि त्यतै जानुपर्ने छ अब, ड्याङ्गोचक जाने अनि रुमतिर लाग्ने। भोलि चाहिँ हान्ने हो झ्याप्प सँगले भन्ने विचार छ होइन। त्यही पनि 4500 समथिङ क्यास भइसकेको छ यो टिपमा। अब अझै योमा कति थपिन्छ भन्ने कुरा हो। घरमा त राखिएको थियो, खासै आज कतै जानुपर्ने थियो अनि गइएन है। त्यही भएर पनि आरामले प्रशस्तसँगले आनन्दले रुममा नै म 2-3 घन्टा बसेँ, नुहाइ गरेर आएको हो। त्यही भएर यतिखेर भएको, नत्र त 1-2 बजे त सकिहाल्थेँ। ल गाइजहरू म चाहिँ अहिले चौराबाटबाट लाग्दैछु है, चार्जिङ स्टेसनतर्फ डाइरेक्ट होइन। पुरै कालो मैलो गरेको छ, हुन त टाइम पनि भइसक्यो है। अब 5 लगभग पत्ता लागेको थियो, अन्त यति छिटो भइहाल्ने बेला भएको थिएन। तर पनि पुरै कालो मैलो गरेको छ होइन। यात्रा कतै गर्दै हुनुहुन्छ भने चाहिँ एकदम सुरक्षितको साथ गर्नु होला होइन। मौसमको जानकारी राख्नु होला, बाटो के कस्तो छ त्यो पनि सबै कुराहरूमा चाहिँ एकदम ध्यान दिएर मात्रै ट्राभल गर्नु होला होइन। कुन बेला पानी पर्छ, कुन बेला पहिरो जान्छ होइन, ठेगान नहुने अवस्था छ होइन। ल अब आज चाहिँ टार्गेट सकेर पनि नागेर पनि कता पुगिसक्यो होइन। जम्मा 15 मात्रै राखेको थिएँ होइन, जुन मैले बिहानै खबर गरिहालेको थिएँ है। 17 टिप
कम्प्लिट भयो है 15 टार्गेटमा होइन। प्रायोरिटी 65 छ अनि पैसा भनेको 48 चाहिँ 32 रुपियाँ छ है त। अनि बोनस भनेको 1024 रुपियाँ रहेछ। अनि चाहिँ 48 68 के हो होइन के अरे 58 लगभग 6000 रुपियाँ चाहिँ भएछ है त आज। मैले त एक्सपेक्ट गरेको थिइनँ है। ठिकै हो, राम्रो हो, 6000 कमाइएछ होइन। अहिले चाहिँ म यहाँ धुमरै आइपुगेछु है। अनि किलोमिटर आज चाहिँ मैले टाइममै सुरु गरेको थिएँ, जुन चाहिँ म 105 किलोमिटर गुडेको छु होइन। अनि ब्याट्री चाहिँ 34% छ है। 34% खाएछ 105 किलोमिटर कुद्दाखेरि भनौँ न। किन भन्दा आज टाइममै स्टार्ट गरेँ हो मैले होइन, त्यसपछि चार्ज गरिएको छैन। अब डाइरेक्ट अगाडि गर्ने विचार छ है। ल यस्तै रह्यो आजको अपडेट होइन। अनि भोलि चाहिँ सबको छिटो निस्केर केही ड्याङलार हान्ने भन्ने छ है। यतातिर पानी छिटायो परिहाल्यो भनौँ न, के छिटायो भनौँ। अनि अब फेरि भोलि पनि होइन जोससँगको साथमा उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा दिनु होला होइन। नेक्स्ट ब्लगमा भेटौँला अब भन्दै आजलाई चाहिँ बाई बाई भन्न चाहन्छु। हेभ अ गुड डे, टेक केयर। प्लिज लाइक सेयर सब्सक्राइब गर्न चाहिँ अवश्य नहोला। हस्त धन्यवाद। ल यहाँ चाहिँ प्याक रहेछ होइन गाडीहरू, मस्त मस्त पानी परेछ अहिले चाहिँ। टिप लाग्थ्यो होला, त्यही ठिकै छ, कति लोड गर्नु है। यस्तै हो जति गऱ्यो नि ल।